ए बहिनी उठ्यौ, म खाजा बनाउँछु ल, बस्दै गर ल। होइन पर्दैन, मलाई अहिले भोक लागेकै छैन। दिदी यो दाउरा लिनुहोस् त। ए भाइ पोख्न हौ, खाजा बनाउँछु भने हेर न चामलै पो रहेछ। अब के गर्ने नि, पैसा पनि छैन। ला हो र, अहिलेको साग पनि पुग्दैन। के गर्नु हेर्नु न, कसैले बाँकी पताउँदैनन्। नमस्कार फुपू। कहाँबाट आइसौ भाइ, कहिले नआउने मान्छे? कहाँबाट आउनु दिदी, यसो मेरो फुपूलाई सम्झेर आएको नि। के भयो भाइ? दिदी हेर्नु न, घरमा पाहुना आएर बसेको रहेछन्। मलाई पैसा सानो पैसा दिनु, नभए चामल भए पनि दिन्न ल दिदी। साह्रै अबर पर आएको मेरो दिदी। मेरो पनि त्यस्तै समस्या छ भाइ, भएको भए दिन्थेँ। त्यसो भए गएको ल दिदी। ल ल भाइ। के थियो भन्? भाइ घरमा पाहुना आएर बसिरहेछन्, तँसँग 1000 पैसा छ भने दे न ल। बिहान बिहानै मुड अफ गरेर उज्जा। कसैले पनि पैसा दिएनन्। अब पाहुनाको अगाडि लाजै हुने भयो। घरमा भएको एउटा बोको छ, त्यही भए नि बेच्नु पर्यो। कता हिँडेको? नमस्ते दादा। नमस्कार। होइन कता लिएर हिँडेको? घरभरि पाहुना आएर बसेको छन् दादा। घरमा चामल पनि छैन, 1 रुपियाँ पैसा पनि छैन। त्यही भएर बेच्न हिँडेको दादा। मिलाएर दिन्छु, किन्दिनँ ल दादा यो बोको। ए मेरो त घरमै बाख्रा टन्नै छ, म त लिन्न हौ यो बाख्रा। हुन्छ दादा, त्यसो भए कता हिँड्छौ, बोको लिएर आइछस् त? कहाँ हुनु र दादा, घरभरि पाहुना आएको छन्। त्यही भएर कहीँ कसैले किनिदिन्छ कि भने बोको लिएर हिँडेको। कसैले किन्दैनन् दादा, त्यही भएर यता आएको। हेर्नु न दादा, यो बोकोलाई हजुरले किनिदिनुहुन्छ नि आएको दादा। मलाई साह्रै अफर परेको छु दादा। बोकै लिएर हिँड्नुपर्छ दाजुले भन्दा हुँदैन? साह्रै अफर पर दाइ। के भन्दै, यो दुःखलाई नि कहिले छोड्न आँटेन। उता काठमाडौँ विदेशमा जानुलाई एप्लाई गरेँ, त्यो पनि भएन। के सोचो के भइदिन्छ, केही काम पनि पाइँदैन नेपालमा। टेन्सन नगर भाइ, तँलाई 1 बरा धान दिन्छु। हुन्छ दादा। के गर्नु भाइ, पहिले धेरै दुःख गरेँ, दुःख भने गर्नुपर्दछ। ए मेरो अहिले घरमा घर छ, तिमी पनि टेन्सन नमान। पहिले यो गाउँमा मैले धेरै दुःख गरेँ, मलाई फुटेको कौडी पनि पत्याएनन्। अहिले मलाई सुखै छ, घरमा घर छ, पैसामा पैसा छ। तँ बस्दै गर है, म धान लिएर आउँछु। केटो दुःख पाएर आएछ, पहिले मैले नि यस्तै दुःख गरेको। समत केटा। दादा हजुरले साह्रै गुण लाउनु भयो मलाई। हजुरको यो गुण म 7 जन्म पनि बिर्सिने छैन दादा। धन्यवाद दादा। ल ल, टेन्सन चाहिँ नमाने भाइ। हुन्छ दादा। हे भगवान्, मेरो मम्मीले कहिले ठिक हुन्छ होला? भन्छन् दुखीहरूको मनमा भगवान हुन्छ भनेर। मेरो त भगवानै हुनु हो क्या हो? कहिले आउनु छ र मेरो मम्मी घर? अरे यो दिदीलाई त यहाँ नयाँ देख्छु त, को हुँदो रहेछ? दिजु तपाईँ त नयाँ नयाँ देख्छु त। तपाईँको घर कहाँ हो? मेरो घर झापा बिर्तामोट हो।
अनि तिम्रो नाम चाहिँ के हो नि? जेनिसा हो। ए अनि यहाँ एक्लै बस्छौ? मम्मी बाबा खोइ? 81 बमिट गरेर कर्मा लड्नुभयो। एउटा अङ्कलले हस्पिटल लानु भएको थियो। खोइ के हुन्छ थाहा नै छैन। ए टेन्सन नगर ल, सबै ठिक हुन्छ। खैरीज्यू सबैजना आएर ठिक हुन्छ भन्नुहुन्छ। म त सोच्दा सोच्दा पागल भइसकेँ। के हुन्छ थाहा नै छैन। चाँडै निको भइहाल्नुहुन्छ नि। ल अहिले म गएको ल। हस् दिजु।